रेसियो होला चाहिँ अब चाहिँ बौद्धको के अरे रिफ्लेक्सन अन्त माथि उसमा आएको हो। अनि यो क्यामेरा चाहिँ अलि म बनाउनु पऱ्यो, कसरी बनाउँछु त इफेक्टहरू नर्मल हाल्नु पाएँ। ओके होलास यहाँ चाहिँ विदेशीहरू ढोगिरहेछ। अनि बौद्धको दर्शन गर्नु यो चाहिँ अब माथि आकाशमा यसरी चाहिँ अब रिफ्लेक्सन भइरहेछ। यो चाहिँ ठ्याक्कै उत्तर दिशातिर हो बौद्धदेखि। होलास यो मान्छेले जहिले पनि भन्थ्यो आउँदैन भन्थ्यो। होलास यही हो आएको होला। सबैजनालाई दर्शन गर्नको निम्ति मैले कुरा गर्दै थिएँ, यहाँ पानी परेर बिजोग बनायो। होला यो बौद्ध रिफ्लेक्सन होला Alla digge giovane da se malo så sa tibia. Nurdo sangue salango brush. Lama goma so de chara आज चाहिँ अब स्वागत भएको अन्तिम दिन औँसीको रात हो। ल त्यसो भएर अब अनि तपाईँहरू सबैले दर्शन गर्न सक्नुहुन्छ। यो बौद्ध हो। अहिले चाहिँ 1:07 भएको छ। अघि 1 बज्नुलाई कति 3 मिनट अगाडि 12:57 मा अनि यो रिफ्लेक्सन आएको थियो। योभन्दा अझ धेरै क्लियर थियो। अहिले चाहिँ बिस्तारै हट्दै गएछ। ल सर यो चाहिँ प्रत्यक्ष प्रसारण हो। ल सर यस्तो चाहिँ अब टाइममा भइरहन्छ। यही सागा दावाभित्र मात्र हुन्छ, अरू बेलामा हुनु। अनि विदेशीहरू चाहिँ यसो ढोगिराख्नु भएको छ। ल त्यहाँ माथि चाहिँ अब बौद्ध देखिरहेछ। अनि विदेशीहरू हाम्रो नेपाली ढोग्ने त कोही पनि छैन हो, सबै अब विदेशीहरू मात्र। ल यो रिफ्लेक्सन चाहिँ धेरै लङ टाइमसम्म बसिरहेछ। हो यस्तो चाहिँ समटाइम मात्र पाउँछ। धेरैजनाले भन्थ्यो कमेन्टमा चाहिँ अब यो चाहिँ अब के अरे अब के भयो के भने साइन्सले के भन्छ भन्ने कुरा गर्थ्यो। साइन्सले त्यस्तो भनेको भने 12 मासी चाहिँ यो बत्ती यसरी बालेको हुन्छ। अनि यो बत्ती बालेको हुँदा चाहिँ अनि यसो देख्नुपर्ने हो, तर पोसिबल छैन। यो त यो सागा धाउको भित्र मात्रै देख्ने कुरा हो। अदरवाइज अरू बेलामा चाहिँ अलि मुस्किल हुन्छ। हो ल अब चाहिँ अलि बिस्तारै आउनु थाल्यो। कोरा भने चाहिँ विदेशीहरूमा छ प्राइस। हो ल बौद्धको चाहिँ छाया हो आकाशमा। अरू बिस्तारै हराउँदै गयो। दाजु हस् लामाले के बाजिराख्नु, लामासँग के हुनु। माला छ, अब मन्त्र छ। मेरो मन्त्र तपाईँलाई काम लाग्दैन होला। फेरि तपाईँले फेरि मिसयुज गर्नु होला अर्कोतिरै। दाइहरूसँग कुराहरू मजा लाग्यो दाइ। ल होला यो चाहिँ बौद्ध अब अन्तिम देखिरहेछ कि आकाशमा। धेरैजनाले अब नपत्याउने भएको थियो होइन। यो नर्मली कुरा होइन, नत्र यस्तै यो 12 महिनासम्म चाहिँ ओके बौद्ध स्तूपा चाहिँ रिफ्लेक्टेड इन द स्काई। ओके मेनी अफ साइन्स सेड
it can be possible but 12 महिनासम्म यसो देखाए पनि अब यो सधैँ देख्नुपर्ने किन सागा धाउ मात्रै देख्छ भन्ने क्वेसन उठेको छ नि त अहिले त लङ टाइम बस्यो जस्तै 13-14 मिनटै भयो बस्यो ल सर Mahum baza guru pe masjid baza Mahum banda guru pe masjid hu Mahum banda guru pe masjid Mahum यसरी देख्नु यो कुनै अब मैले इफेक्ट हालेको के पनि हैन इफेक्ट हाले भने यिनीहरू सबै त्यस्तो देख्नुपर्ने हो त्यस्तो देख्दैन हो ओके यो बौद्धको यो स्तूपा मात्रै देखिरहेछ अब अर्को ठाउँमा पनि देख्न सक्छ अहिले उता घुमाउला ओके बौद्ध स्तूपा चाहिँ आकाशमा चाहिँ अब यसरी प्रकट हुन्छ यो तिब्बतीयन 4औं महिनाको चाहिँ प्रतिपदादेखि लिएर चाहिँ औँसीसम्म मात्रै यसरी आकाशमा चाहिँ प्रकट हुने हुन्छ अदरवाइज 12 महिना चाहिँ यसरी बत्ती बालेर राखे पनि यसरी कहिले आउँदैन ल अनि यसले अब एउटा सङ्केत पनि दिन्छ अब अलिकति यहाँ ढोक दर्शन गर्ने उहाँहरूलाई अलिकति श्रद्धा आस्था बढाउने काम गर्छ Mahum baza guru pe masjid baza o lasso Mahum baza guru pe masjid Mahum baza guru pe masjid आस्था हुनेहरूलाई चाहिँ अब ओके अब ल हेर इन्दिराजी अघि योभन्दा राम्रो आएको थियो अघि यो ठ्याक्कै गुरलहाकम साइडमा देखेको है बौद्ध गेटबाट अघि योभन्दै राम्रो थियो अहिले चाहिँ टक्क बसिरहेको छ लासो विदेशीहरूमा त कुरा गर्छौ हाम्रो नेपालीहरूलाई निन्द्रा लाएर हैरान विदेशीहरू ढोगिरहेछ हाम्रो नेपालीहरू घुरेर सुतिरहेछ के गर्नु आफ्नो आफ्नो नसिब हो ल हेर्नुहोस् दर्शन गर्नुहोस् है ल लाइभ सेयर गरिदिनु है लामा इन्दिराजी आऊ आऊ यता यहाँ बौद्ध नजिक हुनेहरू धेरैजनालाई लाइभ सेयर गरौ सबैलाई हेर्ने मौका पाओस् 100-200 जनालाई सेयर गर 1000 जनालाई ओके ल अहिले यस्तो छपक्क भइरहेछ ल होइन भनेर कसले भन्ने ल यो चाहिँ के हो Mahum baza guru pe masjid Mahum baza guru pe masjid Mahum baza guru pe masjid यो त योभन्दा एकदमै चम्किलो थियो ल सर सबैजनाले ल लाइभ सेयर गरिदिनु त हजुर बौद्ध दर्शन गरोस् सबैलाई सुनौलो मौका दिनुहोस् सबैजनालाई ओके अब यो चारै दिशामा देख्छ देख्नु चाहिँ अब बिस्तारै अहिले यहाँबाट ठक्कै ल बौद्ध यसरी चाहिँ आकाशमा प्रकट हुन्छ अब धेपा हुनेहरूलाई चाहिँ अब आस्थाको केन्द्र भन्छ होइन भने यो चाहिँ के हो त
हो जुम गर्नु भन्नुभयो ओके ल हेर्नुहोस् ओके यो जुम गरेको यो ओ ल थ्याङ्क यू अनिस गुरुङज्यू यो रियलमी हो अहिले चारै दिशामा हुन्छ अब अहिले चाहिँ अब यस्तो रिफ्लेक्टेड भएको त्यही मात्र हो भने चाहिँ अब चराहरू उडेको पनि त्यहाँ छायामा देख्नुपर्छ चराहरू उडेको चाहिँ देख्दैन है फेरि ओके रिफ्लेक्सन अब अनि यस्तो हो भने त वरिपरिको त्यो दर्शकहरू पनि सबै अब एकाएक देख्नुपर्ने हो हातै स्ट्यान्ड भएको त राम्रो थियो स्ट्यान्ड ल्याएन म हुँ बजो गुरु पेमासे गुरु रिम्पोछे पनि गुरु रिम्पोछे हुनुभन्दा अगाडि धेरै कल्पा भन्छ नि त युग अगाडि चाहिँ यो बौद्ध स्तूपा निर्माण गर्दाखेरि एउटा सामान्य व्यक्तिको रूपमा हुनु भएर चाहिँ अब यो बौद्ध स्तूपा निर्माण गरेर त्यसमै प्रार्थना गरेर चाहिँ पछि गुरु रिम्पोछेको रूपमा जन्म लिनुभएको थियो है यतिसम्मको चाहिँ यो चिन्हको तलको लाइट रिफ्लेक्सन माथिसम्म गएको हो कि यदि त्यो तलको लाइट चाहिँ माथिसम्म रिफ्लेक्सन गयो भने 12 महिना हुनुपर्ने किनकि 12 महिना चाहिँ यसरी लाइट बालेको हुन्छ चारैतिरतिर त्यो बेलामा चाहिँ रिफ्लेक्टेड हुँदैन है त्यो बेलामा चाहिँ अब किनकि यो न त 12 महिना देख्नुपर्ने हो नि त आकाशमा बादल लाग्दा किनकि आकाशमा बादल त धेरै बेलामा लाग्छ नि त अब यो असार साउन भदौ असोजसम्म पनि लागिरहेको हुन्छ अनि त्यहाँदेखि फेरि यो महिनामा के भन्छ पुष माघमा कुहिरोले ढाकिरहेको हुन्छ त्यो बेला पनि रिफ्लेक्टेड हुनुपर्ने तर हुँदैन यो सागात हावामा मात्र हुन्छ तिब्बती चाहिँ अब चौथो महिनाको चाहिँ प्रतिपदादेखि लिएर चाहिँ अब तपाईँको यो के अरे प्रतिपदादेखि चाहिँ औँसीसम्म अझ औँसीको चाहिँ अब सागात हावाको अन्तिम दिन हो पावर नै हो स्याडो भन्छ न ओके यो बौद्ध यसरी देख्छ हो हजुर खै त छपक्कै कति घन्टा लाग्यो अब 1 घन्टै होला यो देखेको पनि अघि म फेसबुक लाइभमा थियो अब सबैजना कुरा गर्दै हुनुहुन्छ सबैले त्यहाँ हेरेर नमस्ते गर्दै हुनुहुन्छ है पानी परिरहेछ हो सानो भाइ बज्यू थ्याङ्क यू यो मेरो कुनै अब इफेक्ट होइन है मेरो चाहिँ सिधै झन्झन चर्केर आयो झन्झन राम्रो भएर आयो थ्याङ्क यू सानु भाइ बाजु अब मैले दर्शन गरेँ सबैलाई गरोस् भन्ने एउटा इन्टेन्स बोकेर मात्र हो ओके छपकै छ त्यो त उत्तर दिशातिर ओम अहम
मजा सबैजना त्यही स्याडोको फोटो खिच्दैछ ओके ओहो सानो भाइ बज्यो थ्याङ्क यू हजुर थ्याङ्क यू ल बौद्धलाई पूजा गर्नुहोस् अब थ्याङ्क यू बस बजारबाट थ्याङ्क यू सानो भाइ बज्यो साँच्चै हो हजुर देखिरहेको छ हजुर त्यस्तै रिफ्लेक्टेड हो भने यता पनि हुनुपर्छ यो साइड पनि पानी परिरहेको छैन यो साइडमा छैन नि त अब यो साइडमा छ अहिले चाहिँ चारै दिशामा एकैचोटि सरर चाहिँ एकैचोटि चाहिँ अब यो यसको दर्शन हुन्छ यो अब चरा उडिया पनि देख्नुपर्ने हो नि त यदि चाहिँ यो पानी परिरहेको छ हजुर यहाँ ल यसरी देखिरहेको छ माथि चाहिँ चपक्क गोलो हेर हजुर पानी परिरहेको छ हजुर खेन भयो झ्यास हो या हेगी रेला त त्यहाँ चाहिँ रहस्यम्बाला त्यसो होला ओके म लाइभमा हो भने सोध्दै हुनुहुन्थ्यो ल हेर्नुहोस् अब यो बौद्ध हो आज चाहिँ कुरी भने हेर्नु बसेको ल सो ईश्वरी तामाङज्यू थ्याङ्क यू सबैलाई ल सर रातको 1:22 म नि यहाँ कोरा गर्दै थिएँ कोरा गर्नेको सिलसिलामा चाहिँ अब एकैचोटि देखिहाल्यो कि अब देखेपछि के भयो मनै अब खुसी लाग्यो अब यस्तो रातभरि यसरी बस्दा अब केही यस्तो दर्शन पाउँछ भनेर एउटा हुन्छ नि त खुसी होला सो यसले चाहिँ अब सम्पूर्ण प्राणी जगतको हित होस् अहिले चलिरहेको अब वारहरू चाहिँ अब विश्राम होस् है युद्ध विराम होस् सबैलाई राम्रो हुन पाओस् पसङ छेटेन ल थ्याङ्क यू सो मच ईश्वरी तामाङज्यूलाई पनि धन्यवाद सबैजनालाई ल सर दिदी छेतेन छेम्बो छेरोङ खसिसक्यो त अब यसलाई चाहिँ नेपालीमा बौद्ध स्तूपा भन्छ भने बौद्ध चैत्य भन्छ भने अब इङ्ग्लिसबाट चाहिँ अब बौद्ध स्तूपा अनि टिबेटनमा चाहिँ छ्यारोङ खस्योर भन्छ सानो भएपछि थ्याङ्क यू हजुर सबैलाई धेरै धेरै धन्यवाद राति अब 1:30 गएको छ आज चाहिँ अब लाइभमा बसेर यति मजा आइरहेछ मलाई फर्स्ट टाइम अब सबैलाई यस्तो देखाउनु पाउँदा कि होला सोलु अहिले पनि छ किन ढाक्ने लगेर सबै यो मान्छेहरू कोरा गरेर चाहिँ यो पानी परिरहेछ हजुर अनि यो माथि हो लु कति लामो समयसम्म बसिहाल्छ 40 मिनट पनि अब बेसी ऊ भयो सानो भएपछि थ्याङ्क यू हजुरलाई बहुत धेरै धेरै धन्यवाद तपाईँले अब फुलले चाहिँ पूजा गरिदिनु भयो अब के भन्छ मेतौकी छेउपासेको लन्डनदेखि हेर्दैछु हजुर थ्याङ्क यू लन्डनबाट ल हजुर ल धन्यवाद तपाईँले लन्डनबाट हेर्नुभएको रहेछ है अब ओके दिस इज रिफ्लेक्सन अफ बौद्ध स्तूपा आमा म कति लामो बसेको झन् क्लियर भएर आउँदैछ कि म आफै सक्ट भइरहेको छु ल हाइक फर हिमालय थ्याङ्क यू अब यदि रिफ्लेक्सन हो भने चाहिँ अब 4 डाइरेक्सनमा हुनुपर्छ कि यता छैन नि त यता छैन यता पनि छैन यहीँ मात्र छ यसको रिफ्लेक्सन यसको लाइट चाहिँ 4 साइडतिर छ चारै दिशा छ तर यहीँ मात्र छ बेसी ओके थ्याङ्क यू एभ्रिवान अनि तपाईँहरूको साथीहरूलाई पनि सेयर गरिदिनु ताकि उहाँहरूले पनि झल्का गरोस् यो छेतेन छेम्बो छ्यारोङ खसोर
촬영 가셔야겠다. 남칼라지. 아니 저도 좀 촬영 가셔기 자가래. आगा प्रत्यक्ष अब दर्शन यस्तो अद्भुत चाहिँ अब कहिले हुँदैन अब प्रायः जस्तो समय हुँदैन शेर्पा हिमा सलाका त्यसले ल होला सो अनि शेर्पा हिमा जो ल आज चाहिँ तपाईँहरूलाई म झ्यारोङ खैसरको चाहिँ ऊ देखाइरहेको छु के अरे रिफ्लेक्सन होला सो अब अलिक उताबाट राम्रो देख्छ कि फेरि म हल्का उता जान्छु या यसरी देखिरहेको छु ओके ल ल हेर्नुहोस् यसो गरेर माथि आकाशमा यो so serpang maju lasso still live पानी परिरहेछ हजुर पानी परिरहेछ हेर्नुहोस् बेसरी यहाँ पानी परिरहेछ है अनि पानी पर्दा चाहिँ यसो माथि यो बौद्ध भयो अनि स्तूपा चाहिँ अब यो हजुर यसरी दर्शन पाउँछ हो यो टाइममा स्वागत हावा बाहेक अरू बेलामा हुँदैन यो है एक राउन्ड हानौँ भन्नुभयो ओके ल एक राउन्डमा हानिदिन्छु है त ओके थ्याङ्क यू ल सर यो अब म यता ल यो ठ्याक्क हेरेर म पश्चिमतिर आइपुग्दैछु या म बजारको रूपमा पश्चिमतिर आउँदैछु ओके कहिले चाहिँ चार ठाउँमा देख्छ म पश्चिमबाट खिचे पनि अब त्यस्तै देख्छ यो टुप्प देखिरहेछ है यो टुप्प र यो टुप्प के भयो फेरि मेरो ओके ल तपाईँहरूलाई पनि एक राउन्ड गराइदिन्छु म या हो यो अब यसरी पानी परिरहेछ मेन चाहिँ या ल कोरा खेप्दियो हो मैले पनि रेनकोट सेनकोट लगाएर चाहिँ कोरा गरिरहेको छु ल तपाईँहरू पनि कोरा गर्नु सँगसँगै यताबाट देख्दैन यहाँ छैन नो पासाङ शेर्पाजी यो म नुप्छोप खर्सेर दिल नुप्छो सेकेर यो उत्तर दिशा के अरे पश्चिम दिशा हो यहाँबाट रिफ्लेक्सन छ यहाँ पनि एउटा ल यहाँ पनि देखिरहेको छ है यहाँबाट पनि देखिरहेको छ ल यो चाहिँ स्यारछोकमा देखिरहेको छ यहाँबाट यहाँदेखि चाहिँ पूर्व पनि देखिरहेको छ ल अघि हामी पश्चिमबाट थियो है दक्षिणबाट उत्तरमा हेरिरहेको थियो अब यो चाहिँ पूर्वमा पनि देखिरहेको छ या ल यो लाइटको रिफ्लेक्सन हो र ल नि त यो जुम ल पूर्व पनि देखिरहेको रहेछ ल ए
ओके कति भयो टाइम 5 लगभग 40 मिनट्स भइसक्यो ल यो देखेको 40 मिनट्स अब यो त बिस्तारै हराउँदैछ अघि म एक राउन्ड गर्छु अघि एक राउन्ड गरेर आउँछु है त यो पूर्व देखेको पूर्वमा द दिसोले यो मारे ओके छोदेन छेम्बको झरो यहाँबाट लाइट बोलेको छ देख्नु यो मार हयामा लाइट बस्नु पनि अलिकति लाज पो लाग्दो रहेछ त्यही पनि ओ म होम बज्यो ओ यहाँ रिफ्लेक्टेड भने यता पनि आउनुपर्छ आउँदैन नि त ओमा बेमा सिद्धियो होला छैन नि त आकाशमा यतापट्टि अलिकति आँसु छ छैन ओ यता अलि आयो जस्तो लाग्यो यता अलिकति छ ल यहाँ अलिअलि आयो जस्तो लाग्यो यो छ यहाँ पनि अलिकति छ जस्तो लाग्यो न यहाँ छैन थ्याङ्क यू सानो भाइ बाज्यू हिजो अस्ति पनि दर्शन भएको थियो त्यो बेला चाहिँ 4 डाइरेक्सन्समै थियो होला छ आज अन्तिम दिन हो अनि त्यो मैले देखिहाल्यो देखेपछि सबैलाई सेयर गरौँ कि भन्ने विचारले यता छैन नो रिफ्लेक्सन यहाँ पनि बत्ती बालेको छ नि त अनि भनेपछि रिफ्लेक्सन हुनुपर्ने छैन देख्नुभयो मलाई शीतल भइरहेछ ल ए ल थ्याङ्क यू त्यहाँदेखि शीतल भइरहेछ अहिले रिफ्लेक्सन देख्नुभयो उताबाट चाहिँ यता देखिरहेछ के अरे हजुर हजुर मैले उताबाट चाहिँ देखिरहेछ यो डाइरेक्सनमा देखिरहेछ म एक राउन्ड गरेर साथीहरूलाई देखाउँदैछु कि ल हजुर के ओढा जस्तो हुँदो रहेछ कि थ्याङ्क यू यसरी छ्याक गर्दै हुनुहुन्छ रिजोइस थ्याङ्क यू उहाँहरू चाहिँ विदेशी अब छ्याक गर्दै हुनुहुन्छ यति राति भने पानीमा त्यहाँ लडीबुडी खेलेर यस्तो छ अब संसार यो रिफ्लेक्सन भने यता पनि आउनुपर्छ नि छैन नि यता कहीँ पनि आउँदैन ल हेर्नु यहीँ मात्र हो कि अब किनकि चारै दिशाबाट आई मिन अब 4 डाइरेक्सन्सबाट चाहिँ लाइटहरू चाहिँ माथि फ्ल्यास पठाएको छ यदि अब यता देखिरहेको छ लु यता चाहिँ एकदम दामी आइरहेछ लु यो हेर्नुहोस् है अब तपाईँ म अलिक भित्तामा बस्छु यो क्यामेरा अलिक पुस्नु पऱ्यो लु अब यो चाहिँ एकदम दामी आएको छ ल यो चाहिँ म चाहिँ यता उसमा बसिरहेको छु के अरे स्याक्सोकबाट चाहिँ नुकचोकमा अब हेर्नु यहाँदेखि चाहिँ पश्चिम दिशामा आइरहेको छ ल हेर्नु बौद्धको रिफ्लेक्सन हो साका धावा होला सर आजदेखि अब अन्तिम साका धावा नि त लु ल हेर्नु बौद्धको तपाईँहरू नै अब त्यो स्क्रिनसट लिनुभयो पनि हुन्छ आम्माम्माम्मा कुन चाहिँ सुम यहाँ कस्तो राम्रो हेर्नु नि है ल यहाँको रिफ्लेक्सन त उता डाइरेक्सनमा देख्नुपर्ने हो नि किन यता देख्यो नि ल
है ओहो ल विनोद भण्डारीको आज के भयो हेर्नुहोस् यहाँबाट दिएको लाइटले उत्तर दिशामा त्यसको ब्याक साइडमा आउनुपर्ने हो नि त यता साइडमा आउनुपर्ने जरुरी छैन नि त हो ल हेर्नु यो बौद्ध बजारको रूपमा आइसक्यो ल होला सो राम्रोसँग दर्शन गर्नु होला यो यस्तै भएर नि आस्थाको केन्द्र यति राम्रो आइरहेछ आमा मेरो त्यो क्यामेराको क्वालिटी अलि राम्रो भएन कि हो जस्तो लाग्यो म यसलाई चाहिँ अलिक नर्मल बनाउनु कोसिस गर्छु क्यामेरा खोइ त ल हेर्नुहोस् के साह्रो राम्रो आमा ल हेर्नु ससे पछि चाहिँ त दलिन्छ भगवान नामदासिङ ल चम्ब्रस्यो तम्गुरु रत्नमेन्द पूजा मेघ समुद्र सपारणा समय ससे पछि रलिन्छ नि त के बादे सङ्गीत भयो हो यो बौद्ध है यता लाइट यता गएको छैन नि त ससे पछि रलिन्छ नि त सङ्गीत मेरो भयो दोकान आउँदैछ ल के भयो गुरु रत्नमेन्द ल पूजा सपारणा समय एकदम गुरु रत्नमेन्द ल पूजा मेघ सपारणा समय एकदम गुरु रत्नमेन्द ल पूजा मेघ सपारणा समय एकदम गुरु रत्नमेन्द ल हेर्नुहोस् अरू ठाउँमा छैन है रिफ्लेक्सन ओ यहाँ पनि ल आमा यता पनि रहेछ ल यता पनि ल हेर्नुहोस् यो पूर्वको हो है अनि यो चाहिँ अब यो भयो यता पनि छ है ल हेर्नु दुईतिर मैले कसरी खिचाउँदै यो क्यामेरा ल अब मलाई पो ल यो चाहिँ अब तपाईँ दक्षिण दिशा साउथ यो साउथ हो यो चाहिँ नर्थ कताको देखाउँ हो मलाई पो अब म आफै आत्ती हो यता पनि आएको हौ हजुर ल यो दक्षिण हो यो दक्षिण दिशाको हो यो दिशाको यस्तो भएको यो उत्तर दिशाको ओम आहम भज गोरुमा यो उत्तर दिशा हो ल अनि यो दक्षिण दिशाको हो ल यहाँ त के हो रुटै जस्तो लाग्यो त्यो हेर्नु त त्यो सेम त्यो के ऊ जस्तो हो आमा भगवानै आउनु भएको जस्तो कि हेर्नु त आमा ल हेर्नु न अब साँच्चै हो कि हेर्नु अब ल यहाँ चाहिँ स्तूपको आफ्नै रूप छ भने यहाँ चाहिँ अब त्यो के अरे भगवानै प्रकट भएको जस्तो हेर्नु त चार हात भएको जस्तो अनि बुद्धको त्यो टाउको भएको जस्तो है ल हेर्नु यो चाहिँ तपाईँ दक्षिण दिशाबाट हो दक्षिण दिशाबाट हेर्नुभएको यो आमा ल हो ल अनि यो बौद्ध हो अनि यो ल उत्तर दिशा ओ पापा बुझ्यो हो यो म आफै बिहोस होला जस्तो भइसक्यो सबैले तपाईँहरू साथीहरूलाई पनि लाइक सेयर गरिदिनु सबैजनाले हेर्न पाउँछ फेरि मेरो क्यामेरा मोबाइल ब्याट्री पनि सक्नु आएको छ ल हेर्नु ल ल ल के गर्ने हो आज आत्तिएर हैरान हो ल तपाईँहरूको अनुमोदन र एप्रिसिएसनको धेरै धेरै धन्यवाद ल यो लाइटले चाहिँ तपाईँको यता पुग्ने र यता पुग्छ भने पत्याउने कुरा हो ल यो बौद्ध हो मेन यो यसमा मैले इफेक्टहरू त्यो पनि हालेको छैन त्यताको अब जान आँटेको छ
भगवानै निस्केर आएको जस्तो पो देखेँ हो यो अनि मैले आज के देख्दैछु वाउ अमेजिङ हो यो ल यो चाहिँ परिवारलाई दाना दिने ठाउँ हो यो सबै मेरो यहाँ क्यामेरामा उ भएछ पानी बसेछ ओके नाउ ओके हो यो लो कहाँको लाइटबाट त्यहाँ आउनेहरू ल दक्षिण दिशाको ऊ यो लो यो धार्चोको माथि माथि हेर्नु त पानी परेछ मेरो ल त्यो माथि हेर्नु ल ठ्याक्कै माथि भगवान बुद्धको टाउको जस्तो होइन ल हेर्नु ल दर्शन गर्नु अब मन्नत माग्नुहोस् यहाँ हेर्नु ल यो बौद्धको कमाल ओम इदं गुरु रत्नमेण्डल भुजमेघ समुद्र सवारण समय अनि यहाँ अझै पनि छ इदं गुरु रत्नमेण्डल भुजमेघ समुद्र सवारण समय मन्जु गुरुङ होस् थ्याङ्क यू मलाई जुन सौभाग्य हो तपाईँहरूले देखाउनु पाएँ पानी परेर मेरो क्यामेरा पनि अलिक तर्पे क्यामेरा भयो कि यस्तो देखाउनु पाएन तपाईँहरूलाई ओके यो दक्षिण दिशा यो साउथ हो यो तपाईँको चाहिँ नर्थ अस्मिता तामाङ हजुर थ्याङ्क यू सो मच अब लगभग 1 घन्टा भइसक्यो यो छाप बसेको अरू बेलामा यति धेरै छाप बस्दैन सरी अहिले म गेस्ट लिँदिनँ है म यहाँ फेरि यो कुरा गरिराख्नु पाउँदिनँ ल यता अलि चम्केर आयो झन् यहाँ झन् चम्क्यो है यहाँ चम्क्यो लु ओम बज गुरु ब्रह्मा सिद्धि बज गुरु ब्रह्मा सिद्धि बज गुरु ब्रह्मा सिद्धि बज गुरु ब्रह्मा सिद्धि ओम बज गुरु ब्रह्मा सिद्धि बज गुरु ब्रह्मा ओम बज गुरु ब्रह्मा सिद्धि बज ओम बज गुरु ब्रह्मा सिद्धि ओम बज गुरु ब्रह्मा ओम बज गुरु बौद्ध रिफ्लेक्सन हेर्नु आङ सुर्वेजी पाल्नुभएछ ठिक यो चाहिँ अब यता साइडमा हो अनि यो यता ल हेर्नुहोस् यता पनि छ यहाँ त भगवानै उठेर आउनु भएको जस्तो पो छ ओके ओम बज गुरु ब्रह्मा सिद्धि आमा कति दामी आलो सबैलाई सेयर गरिदिनु ल अब सबैलाई हेर्ने मौका पाओस् दर्शन गर्ने ओम बज गुरु ब्रह्मा सिद्धि बज गुरु थ्याङ्क यू हजुर थ्याङ्क यू सो मच तपाईँहरूलाई अब देखाउने नै मेरो अब एउटा सौभाग्य रह्यो यता पनि छ छैन भन्ने होइन लु एक घन्टा बेसी भयो बसेर बज गुरु बसेर ल हेर्नुहोस् अब यसरी अब यसो अद्भुत हुन्छ अनि त्यही भएर पो अब यहाँ मान्छेहरू छ्याप गर्छ के अरे ठोक गर्छ अनि घुम्छन् यहाँ म मात्रै खिच्ने होइन धेरैजना खिच्नेछु जानुभयो उहाँहरू यहाँ फेरि दर्शन गर्ने धेरैजना मान्छे पनि छैन लगभग अब 6-7 जना हुनसक्छ मेरो विचारमा ल अब नेपालमा नहुने प्रायः जस्तोलाई चाहिँ अब भज ल हेर्नुहोस् ल अब यसरी बराबर छ है यता र यता भज गुरु ब्रह्मा सिद्धि भज गुरु ब्रह्मा सिद्धि ओम भिक्षण लामा ल सोटा सुदलेक ओम भज गुरु ब्रह्मा सिद्धि कर्म छिरिङ तामाङज्यू
सबैलाई वेलकम। आज चाहिँ तपाईँहरूलाई साक्षात यहाँ आयो फेरि अर्को लु यो इफेक्ट के पनि होइन इफेक्ट छैन म औँलाले एकछिन यो पुस्छु नो इफेक्ट आज इफेक्टहरू केही युज गरेको छैन हो या त जाऊ झरुङ कस्तो झल्खा नङ्ग्रो चाहिँ त्यसमा मर्दैछ त्यति सुन्दर झरुङ खज्यो र ओके यता पनि छ त्यता मात्र भन्ने होइन अघिभन्दा डेन्जर आएछ है मामा तपाईँलाई सानो मामा पछि बेलेग यहाँ पनि छ अहिले रहेछ है यहाँ चाहिँ अहिले मात्र होइन एउटै रिफ्लेक्सन दुईतिर बसेर आउँछ लु यहाँ चाहिँ मेन यो बौद्ध यो यता छ है डबल मिरर हो र यो यता पनि छ ल के भन्ने हो दुई ठाउँमै छ दुई ठाउँमा ल म भाइरल होला क्या 147 टाइम भेसन लामा 147 भयो रातिको 1 बजेर चाहिँ 47 मिनट ल यहाँ चाहिँ अहिलेदेखि त्यही भगवान् बुद्ध नै आएर बस्नु भएको जस्तो अब गुरु रिम्पोछे नै पाल्नु भएको जस्तो छ यहाँ चाहिँ एकदम यही देखिरहेको छ कि ल हेर्नु भोलि म यो लाइभलाई पनि फेरि उसमा म पोस्ट गरिदिन्छु डाउनलोड गरेर ल ल ओके यु गाइज बिलिभ इट अर नट बट लाइट अफ गरी त्यो अब लाइट अफ गरे पनि हुन्छ जे गरे पनि हुन्छ होइन अब लाइट यताबाट यताको चाहिँ यता जान्छ त नि यताको हराउँदै गएछ अब यहाँ पनि बिस्तारै हराउँदैछ अनि म अहिले फेरि एक राउन्ड लाउँछु त फेरि म हो ल सर अघि हामीले कुन साइडमा देख्यो भने अब उत्तर साइड देख्यो यो पश्चिम साइड हो अनि त्यहाँदेखि पूर्व साइडमा आएर उसमा पनि देखाएको छ म एक राउन्ड हान्छु ओके तपाईँहरू फेरि स्टिल रहनु होला ओके यताको हरायो ल हेर्नु अघि छ भन्दा नि अनि लाइटको रिफ्लेक्सन हो भने अहिले पनि बस्नुपर्छ नि त अघि यहाँबाट भने त यताको जुन देखिरहेछ यता लाइटको रिफ्लेक्सन हो भने अहिले स्टिल हुनुपर्छ नि त छैन नि त अनि यो लाइटले बिगार्नु पर्ने न कस्तो कुरा गर्ने है ल पानी परिरहेको छु ओके ड्रुप किचन भुटान आयो रिफ्लेक्सन हो भने आउनु पर्यो नि खोइ उता लाइट रिफ्लेक्सन खोइ अन्त यहाँ लाइट हान्दैछ नि त सबैले भन्छ लाइट रिफ्लेक्सनहरू एकछिन पानी पसेछ क्यामेरामा एकैछिन 1 मिनट लाइट रिफ्लेक्सन हो भने यहाँबाट पारि पनि देख्नुपर्छ नि किन नदेखेको त ल यो हो नि त क्वेसन यहाँबाट खडा हुन्छ कि खोइ यहाँ लाइट छ नि त खोइ त रिफ्लेक्सन छ र यहाँ छैन नि त ल खोइ आकाशमा देख्छ देख्दैन लाइट रिफ्लेक्सन हो भने यहाँ पनि एउटा लाइट छ नि त हो यो म ठ्याक्कै पूर्वमा छु अहिले चाहिँ ठ्याक्कै यहाँबाट यो तिनचुली जाने बाटो अनि यहाँबाट यो म चाहिँ ठ्याक्कै पूर्वमा यहाँ चाहिँ यहाँभित्र चाहिँ मान्छेहरू छ्याक गर्ने ठाउँ चाहिँ छ्याक्दैनहरू छ खोइ त लाइट रिफ्लेक्सन यहाँ आउनु लाइट छ नि त यो देख्नुपर्ने नि त यता खोइ त
थुङ्गिँदो देख्दैन नि त होइन ओके नाउ लेट्स मुभ फेरि जाउँ अब 1 2 3 4 गो आज चाहिँ म चाहिँ क्यामेराम्यान भएको छ अझै खुसी लागिरहेछ किन आफूले पनि दर्शन पाएँ है अनि तपाईँहरूलाई पनि अलिअलि दर्शन दिनु पायो ल मेरो थोप्रा पनि तपाईँहरूलाई देखाइदिनु पऱ्यो फेरि डिलिट नगर्नु फेरि मेरो थोप्रालाई को रहेछ यो तर्बे देखाउने भने मै हो मैले पनि अब रेनकोट लगाएको छ त्यस्तो खासै त केही छैन मेरो थोप्रा भन्दा पनि यो हेर्दा राम्रो हुन्छ 10वटा सिद्धले तस्तले सङ्माला खोइ हाम्रो लाइट रिफ्लेक्सन खोइ छैन त ल सबै यसरी मर्ने गरे ढोगिरहेको थिएँ म चाहिँ यो गफ गरेर बस्यो ओके म यहाँ आयो अब खोइ लाइट रिफ्लेक्सनको खोइ देख्यो देख्दैन नि त यहाँबाट पनि अघि 2-3 जनाको क्वेसनको आन्सर हो यो चाहिँ यहाँबाट लाइट पठाएको छ नि त अघि तपाईँलाई देखाइदिन्छु यहाँबाट लाइट फोर्स दिएछ नि त हो लाइट फोर्स हो भने यो रिफ्लेक्सन उता देख्नुपर्छ नि किन नदिएर खोइ हौले कुरा गरेर है ल यो चाहिँ बौद्धको मेन गेट ल लाइट रिफ्लेक्सन देख्ने भन्ने चाहिँ अघि धेरैजनाको कुरालाई अब मध्यनजर राख्नु खोइ त खोइ लाइट रिफ्लेक्सनले त्यो पारी देखाएको खोइ त खोइ यहाँ छ त यो लाइट यहीँ छ त यहाँ यो गेटबाट चाहिँ त्यहाँ हानेको छ खोइ अनि यसको रिफ्लेक्सन छ माथि छ खोइ खोइ त अनि प्रुफ निकाल्नु पऱ्यो नि त खोइ ह्याभ नह्याभ हो सक्यो त कुरा मान्छेलाई अब आस्था गरेर बसेको मान्छेलाई अब लाइट रिफ्लेक्सन भनेर है हजुर हजुर रश्मि साथी पानी परेछ अब अघिको डाइरेक्सनमा गएर हेर्छु छैन ओके लाइट रिफ्लेक्सन ए लाइट रिफ्लेक्सन देखिरहेको थियो अरे अनि त्यो हेर यहाँ क्वेसन आन्सर भइरहेछ कि यहाँ साथीहरू बिच तर्क वितर्क डिबेट लाइट खोइ लाइट रिफ्लेक्सनले देख्नुपर्ने हो खोइ अनि बादल छ त अनि देख्नु खोइ खोइ साइन्स साइन्स भनेर दिमाग खाएर हैरान गर्छ है एयरपोर्टको लाइटले प्लेन उड्या त देख्दैन थिएँ त्यत्रो लाइट फोर्सले यहाँ बौद्ध देख्दा चकित हुँदाखेरि ल मान्छेहरूले म चाहिँ बौलाएर राति राति यसो पानीमा चाहिँ होइन यसरी घुमिराख्नु चाहिँ कि म चाहिँ बौलाएर होइन नि त ल हेर्नु म पनि भिजी हिँड्रहेको छु ल म भिजिरहेको छु नि त म चाहिँ बौलाएर हिँडेर यो होइन नि त किनकि आस्था छ विश्वास छ अब गरेको अनुसारको भइरहेको छ नि त त्यही भएर पो भिजी या मलाई पनि सुत्नु त मन लाग्छ होला नि त होइन म पनि मान्छे हो अब त्यो मासु हड्डीले बनेको शरीर त हो सबैको इच्छा एउटै हुन्छ त्यही पनि यसरी बसिराख्नु भने चाहिँ अब कुनै नेम फेम भन्छ नि त होइन वेल्थ त्यस्तोको लागि होइन नि त आध्यात्मिक जुन अब प्र्याक्टिस हुन्छ नि त हाम्रो हो त्यसको लागि हो नि त खोइ त लाइट रिफ्लेक्सन यहाँबाट दिएको लाइट रिफ्लेक्सनले उता पारी देख्नुपर्छ खोइ छ यस्तो गरेर धर्म हुन्न भन्नेलाई त हामी भोग्नेलाई थाहा छ हो हजुर होइन हामी भोग्नेलाई थाहा छ नि त रियलमा कस्तो अनुभव एक्सपिरियन्स कस्तो गरेको छ एक्सपिरियन्समा देख्ने कुरा हो क्या एक्सपिरियन्स भनेको चिजहरू मान्छेले बाहिरी वस्तुगत रूपमा हुँदैन जुन बाहिरी आँखाले देख्ने भौतिक आँखाले देख्ने हुने एक्सपिरियन्स होइन नि त त्यो भने भित्रको कला हो दिमागभित्रको के हो कलाहरू हो त्यो त्यति सजिलोले कहाँ देख्छ त नि एक्सपिरियन्स भन्ने चिजहरू हिडन हुन्छ हिडन खोइ यहाँबाट रिफ्लेक्सन खोइ त बौद्ध यत्रो छाया देख्नुपर्ने होइन लु खोइ त
ल्याएको छैन नि त ओके ल तपाईँ सबैले हेरिदिनु भयो खुसी लाग्यो फेरि म एक चक्कर लगाइसक्यो अब यो चाहिँ अब यहाँ ममथान भन्छ यहाँ ममथानमा आइपुग्यो फेरि म यहाँ आएर धेरै बोल्यो कि जस्तो लाग्यो यहाँ पानी परिरहेछ नि त चाइनिजहरू चाहिँ घुमिरहेछ ओके खोइ त रिफ्लेक्सन खोइ ल okay debate did you finish your church finish okay one more time okay you no you उहाँले चाहिँ गरिराख्नु भएको छ ओके चान्ट पढ्नु भन्नु न उहाँलाई चान्ट पढ्नु भन्नु न ओके आई लाइक द्याट मेलोडी ओके यहाँ चाइनिज हुँदो रहेछ खोइ रिफ्लेक्सन आयो भने त कहाँ यो लाइटिङ रिफ्लेक्सन खोइ त यहाँ देख्नु पर्ने त हो नि त अनि यहाँ मान्छेले यहाँ भन्दैछ कि यहाँ यो रिफ्लेक्टेड साइन्सले यो भन्छ रहेछ खोइ साइन्सले भन्छ खोइ देख्नु पर्ने त खोइ साइन्स मर्यो त अहिले कुरा गर्छ यहाँ अब यहाँ मान्छे यहाँ राति पानीमा भिजेर होइन केही छ नि त अब यस्तो आस्था छ विश्वास छ बेकारमा त्यो माथिबाट त्यो गोबर गरिरहेको छु भयो हस् थ्याङ्क यू लु अब एकछिनमा आयो भने फेरि अनि म लाइभमा आउँला हस् थ्याङ्क यू सबैजनालाई धेरै धेरै धन्यवाद गिफ्टरहरूदेखि लिएर अलि उसमा बस्नु होला प्लिज सो ओके देखाइदिन्छु छेउमा पनि हेर्नु मन लाग्यो तपाईँलाई ल प्रे गर्नुहोस् है यहाँको चाहिँ प्रोटेक्टर हो She is protector of Buddha. Okay. Buddha स्तूपा. Okay. मा झेकीमा. ल यो दर्शन गर्नु. आमालाई चाहिँ अब मन्नत माग्नु. ममथान भन्दो रहेछ नेपालीबाट चाहिँ. यहाँ चाहिँ प्रार्थना गरेर जे प्रार्थना गरेर पुर्याइदिनु हुन्छ. यहाँको चाहिँ डेटी ममथान भन्छ. ओके मा झेकीमा ल सबैले प्रार्थना गर्नु ल मन्नत माग्नु है ल देख्नुभयो नि सबैले यसलाई चाहिँ यसो राखेको छ ओके ल नेपालमा आँखी झ्याल भन्ने चल्छ नि त नि ओके हो यहाँतिर भन्छ ल सर म जेउ जिङछुमै चेङ्गारो सुसन रूपमा जेबे घाँस ल माइ बुझिङ कौडा झेकी Sejong sumanan kita sisyo gangsi la tempat samgi gang tebe ngodo solwar ke bai chicken yuno bo ken namgi dagi samdon malwe dobar se sange temba gebe ken le joy la sala ma jaji ma bo darshan गर्नु ओके थ्याङ्क यू यहाँ चाहिँ प्रार्थना गरेर चाहिँ सबै इच्छाहरू पुरा गरिदिन्छ नि त हो ल एकदमै त्यो माथि पनि सेकेन्ड यो स्तूपको दर्शनले पनि धेरै अब उहरू के अरे इच्छा आकाङ्क्षा पुरा गर्ने त्यो माथि पनि यहाँको मम पुगसी भन्छ मा छेकीमा पनि भन्छ कि ओके ल अनि यसलाई चाहिँ राम्रो पूजा गऱ्यो भने चाहिँ मैले पनि पूजा गर्ने गरेको छु हो तपाईँहरूले पनि पूजा गर्नु होला हो लसो थ्याङ्क यू है Thank you. Fully. Okay. ल अब एकछिन लाइटबाट जान्छु म यो धेरै टाइम भयो गयो जसलाई मन बस्दा एकदम रिफ्लेक्सन खोइ ल अघि जति दर्शन गर्नुभयो त्यति हो अब आकाश खाली भयो आकाश चाहिँ शून्यतामा परिणत भयो यहाँ के सबै साथीहरूलाई भन्दाखेरि आकाश शून्यतामा परिणत भयो र अब एकछिनमा आयो भने फेरि
अनि फेरि लाइभमा आउनेछु हस् त धन्यवाद सबैलाई थ्याङ्क यू बाई बाई एभ्री वान